तपाईहरुलाई थाहा छ इटलीमा प्रत्येक वर्षको महिनाको लास्टमा त्यहाँको नेता जो खराब भन्नाले त्यो नेगेटिभ नेता हुन्छ नि कम्प्लेन बढी अथवा त्यो मान्छेहरु नरुचाको मान्छेहरुलाई भोट गरेर अनि त्यसमा को छ अब सबैभन्दा पुरानो अथवा त्यो नयाँ किन नहोस् खराब व्यक्ति जो छ त्यसलाई चाहिँ पिंजडामा राखेर फलामको पिंजडामा राखेर चिसो पानीमा डुबाउँदै निकाल्दै गर्छन् हैन त्यो चलन एकदम फेमस छ के इटलीमा अहिले भिडियो पनि धेरै भाइरल भइरहेको छ त्यो तपाईहरुले पनि हेर्न सक्नुहुन्छ इटलीको त्यो सर्च गरेर अब हाम्रो नेपालमा पनि त्यो एउटा चलन चाहिँ निकाल्नु पर्ला जस्तो छ कस्तो भने चाहिँ भोट गर्ने हैन भोटमा सबभन्दा बढी जसको बहुमत आउँछ त्यो मान्छेलाई चाहिँ पानीमा डोबाल्दै उचाल्दै र नयाँ संस्कारको पनि परम्परा पनि सिर्जना हुन्छ प्लस मान्छे पनि ह्याप्पी नै हुन्छ नि हैन अब त्यो कम्प्लेन गर्नुभन्दा जुलुस निकालेर राको बालेर त्यो पुतला जलाउनु भन्दा त्यो एकदम ठीक हाम्रो नेपालको लागि चाहिँ एकदम ठीक होला जस्तो छ तपाईहरुलाई के लाग्छ एकचोटि गएर युट्युबमा हेर्नु होला हैन सोशल मिडियामा जति भेटिन्छ त्यो चाहिँ मलाई एकदम ठीक लागेर तपाईहरुलाई शेयर गरे तपाईहरुले नि हेर्न सक्नुहुन्छ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला